अटल भई अनवरत उभिएको पातरासी हिमाल, छडा पहाड फोरेर सधैँ झरिरहने शंकर झरना, विश्वकै अग्लो धान फल्ने ठाउँ, छमचौर जिउलो, मठ मन्दिर, ताल तलैया र सुन्दर डाँडापाखा, कृषि उत्पादन र चरीचरणको पर्याप्तता, प्राकृतिक सौन्दर्यता, जल, जमिन, जंगल र जडीबुटीको धनी ठाउँ, जहाँ सुन्दरता र स्वच्छता भेटिन्छ, यहाँ नेपालीपन झल्किन्छ। यत्र तत्र स्रोत र अथाह सम्भावनाले भरिएको एउटै वडा, यो जुम्लाको पातरासी गाउँपालिका वडा नम्बर 2 हो। यहाँ पर्यटनको प्रचुर सम्भावना छ। प्रकृति र संस्कृतिको अनुपम भण्डार हो पातरासी। यही हिमालको नामबाट पहिला गाविस र अहिले गाउँपालिकाको नामाकरण भएको छ। साबिक पातरासी गाविसको वडा समायोजन गरेर संघीयतापछि यही ठाउँलाई पातरासी गाउँपालिकाको वडा नम्बर 2 कायम गरिएको छ। यो वडाले जुम्लालाई पूर्वतर्फ डोल्पा र उत्तरतर्फ मुगु जिल्लासँग जोड्दछ। पश्चिममा पातरासी गाउँपालिकाको वडा नम्बर 4 र दक्षिणमा गुठीचौर गाउँपालिका पर्दछ। पातरासी वडा नम्बर 2 मा 730 घरधुरीमा 1500 जनसङ्ख्या छ। यहाँ क्षेत्री, जनजाति र दलित समुदायको मिश्रित बसोबास छ। यहाँका स्थानीयको पुरानो मौलिक संस्कार, संस्कृति र रीतिरिवाज छ। हिमालको काखमा अवस्थित यो वडा प्राकृतिक सौन्दर्यताका हिसाबले सम्पन्न वडा हो। यो ठाउँ कर्णाली प्रदेशकै सुन्दर पर्यटकीय गन्तव्य पनि हो। घना जंगलको बीचमा रहेको जुम्लाको सबैभन्दा अग्लो मनमोहक शंकर झरना यही वडामा पर्दछ। प्रशस्त पर्यटकीय सम्भावना बोकेको करिब 150 मिटर अग्लो शंकर झरना पूर्वाधार विकास र प्रचार प्रसारको अभावले ओझेलमा छ। प्रकृतिको सुन्दर उपहार रातामाटा छहरा अर्थात् शंकर झरना पातरासी गाउँपालिका वडा नम्बर 2 पेरे गाउँको छटा पहाडको खोजमा पर्दछ। 2045 सालमा पूर्व राजा वीरेन्द्र शाह शंकर झरना क्षेत्रमा शिकार खेल्न पुगेको इतिहास छ। पहाडको खोजबाट झरेको शंकर झरनामा पहिले